खान्छु सर्टर लगायो छ छिमेकीले सोध्छन् के भएको भनेर सोध्छन् यस्तो कालाबजारी गर्नु अनुसन्धान प्रहरीले 7 दिन 15 दिन 20 दिन 24 दिन 60 दिन अनुसन्धान गर्दाखेरि त उनी निर्दोष साबित भयो अब पसल पुरानै अवस्थामा आउँछ मान्छे पनि निर्दोष भयो त व्यापार त सकियो नि अनि उनको व्यापार सकिएपछि घाटा कसलाई हुन्छ मानिस त यहाँ काम व्यापार सुक्यो भने यहाँबाट छिमेकी मुलुक जाला अर्को मुलुक जाला अर्को मुलुक जाला कहीँ जाला गरी खाला त्यो व्यापार छोडेर अर्को व्यापार गर्छ तर राज्यलाई आइराखेको निरन्तर कर त बन्द भयो निरन्तर कर बन्द त्यसैले मैले के भन्छु भने जबसम्म व्यापारीहरूलाई खुल्ला रूपले हामीले व्यापार व्यवसाय गर्न दिँदैनौँ तबसम्म उहाँहरूले आम्दानी गर्न सक्नुहुन्न जबसम्म उहाँहरूले पर्याप्त मात्रामा आम्दानी गर्नुहुन्न उहाँहरूले राज्यले चाहे जति कर तिर्न सक्नुहुन्न जब राज्यलाई व्यापारी व्यवसायले कर तिर्नुहुन्न अघि मैले भनेको खाने मान्छेले त्यो पैसा पाउँदैन अघि मैले भनेका खाने वर्गले त्यो पैसा पाउँदैन जबसम्म उहाँहरूले त्यो पैसा पाउनुहुन्न उहाँहरूले काम गर्नुहुन्न अनि एकातिर कर्मचारीले पैसा पाउँदैन अर्कोतर्फ विकास निर्माण हुँदैन त्यसैले राज्यको ढिकुटी भर्ने भनेको व्यापारी व्यवसायी उद्योगीहरू हो त्यसैले उहाँहरूको संरक्षण र सम्वर्धनका लागि राज्य गार्जेन हुनुपर्छ भनेका छौँ अब यो गर्ने क्रममा बिस्तारै 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 गर्ने मेरो पनि मैले भने जस्तो अवधिमा म मन्त्री भएन पार्टीले चुनाव हार्यो त्यो बेला मैले मन्त्री छोड्नु पर्यो र त्यसो गरिसकेपछि हामीले सुरु गरेका थियौँ मैले फागुन 2 गते सुवर्कर फागुन 2 गते मेरो मन्त्री पद गयो हामीले 8 गते हायत रेजेन्सी होटलमै एउटा कार्यक्रम बुक गरेका थियौँ हामीले चाहिँ सीआईपी कार्ड बाँड्ने अनि सन्तोषीलाई थाहा छ त्यो पनि सीआईपी सीएमआईलाई थाहा छ त्यो सीआईपी भनेको के होला भन्नुहुन्छ भने मैले आफैले फिल गरेको कुरा हामी एयरपोर्टमा जान्छौँ पूर्व मन्त्री पूर्व सांसद पूर्व प्रहरी प्रमुख भन्छौँ लखर जान्छौँ अनि हामी राज्यको पैसा खाइराखेका हुन्छौँ हामी चाहिँ भिआइपीपट्टि जान्छौँ अनि पर्तिर हेरौँ वर्षको 24 करोड 30 करोड कर तिर्नेहरू चाहिँ झोला बोकेर सर्वसाधारणतिर गइरहनु भएको हुन्छ अनि किन यस्तो हुन्छ राज्यको ढिकुटी भर्ने चाहिँ सामान्य नागरिक अनि हामी चाहिँ भेरी इम्पोर्टेन्ट पर्सन हुन्छौँ त्यसो भए व्यापारीहरूलाई प्रोत्साहित गर्न के गर्नुपर्छ भनेर मैले नै एउटा नीति प्रारम्भ गरेँ जसलाई के भन्यो भने भेरी इम्पोर्टेन्ट पर्सन मात्रै नभए उहाँहरूलाई सिआइपी भन्नु सिआइपी भनेर के कमर्सियली इम्पोर्टेन्ट पर्सन एयरपोर्टमा देख्दाखेरि उहाँले भिआइपी लन्चतिर जाने बेलामा यसो कार्ड देखाउँदा सिआइपी बसन्त पण्डित नाम बसन्त पण्डित कार्डको नाम सिआइपी देखेपछि सानो राख्नुहोस् न अनि छेउमा बसेको मान्छेलाई कर तिर्नु लाग्ने हुन्छ र अघि सन्तोषीले भनेकै जस्तो गरी हाम्रो प्रेमलाल दाइले भनेकै जस्तो गरी तपाईँ हामीलाई थाहा छ धेरैलाई थाहा छ धेरैलाई थाहा छैन होला हामी 17 खर्ब 18 खर्बको बजेट बनाउँछौँ हामीसँग मुस्किलले 11 देखि 12 खर्बको मात्रै रेभेन्यू अथवा राजस्व पुग्छ एकछिन सम्झनुहोस् त हामी 30,000 रुपियाँ कमाएर अनि हामीले 45,000 को बजेट बनायौँ भने घर चल्छ चल्दैन चलिहाल्यो भने ऋण नचल्छ र कुन दिन घट्ने भनेको थाहा त्यसैले हामीले के गर्नुपर्छ 17 खर्बको 18 खर्बको बजेट बनाउँदै गर्दा हाम्रो राजस्व आम्दानी पनि त्यति नै हुनुपर्छ त्यसैले त्यति आम्दानी गर्नका लागि हामीले व्यापारका क्षेत्रहरू धेरै अघि मैले भने जस्तो मकै खानु हुन्छ भनेर फैसला गर्नु पर्यो चिया र कफी खानु हुन्छ भनेर फैसला गर्नु पर्यो अझ तपाईँ हामीले त धेरै सुन्नुभयो होला चाइनामा पनि अर्को मुद्दा लागेको थियो यो पोर्क सेक्वा भन्छ रोस्टेड पिग खानुहुन्छ कि हुँदैन भनेर एउटा गाउँमै पक्राउ भयो ईसापूर्व 6औं शताब्दीमा गाउँमै पक्राउ गरिसकेपछि अदालतमा दसी प्रमाण पेश गर्नु पर्यो दसी प्रमाण पेश गरेपछि यो जलेको बङ्गुर सुँगुर कस्तो हुन्छ ल्याऊ भने जलेको बङ्गुर सुँगुर चाहिँ यसरी यहाँनिर इजलासको टेबलमा प्लेटमा राखेर बहस सुरु भयो बहस गर्दा गर्दै वकिलको मुखमा पनि थुकाउन थाल्यो न्यायाधीशको मुखमा पनि थुक निल्न थाले बहस गर्दा गर्दै वकिलहरू धेरै थिए न्यायाधीशले बिचैमा के भन्नुभयो भने तिनीहरूको बहस सक्यो खानु हुने कि नहुने बहस नगरौँ यो खानु हुने चिज रहेछ मलाई अघि नै थाहा भयो त्यसैले अहिले
खाँदा खाँदै फिर्ता देख्दै बसमा लाग्दै दामोदर भण्डारी मन्त्रीजीको पनि व्यवसायप्रति के लाग्यो भने उहाँको पनि थुकाइसक्यो सरकार 24 करोड त बसन्त पण्डितले मात्रै तिरेपछि मैले फेरि भने कानुन मैले बनाएको हुनाले म साथीहरूसँग के भन्छु तपाईहरु कहीँ ठगिनुभयो भने उहाँले दर्ता गर्दै 50 लाख धरोटी राख्नुपर्छ कुनै व्यापारमा धरोटी हुन्छ तपाईको छेउछाउको किराना पसलले तपाईलाई चाहिँ ड्यामेज भएको हर्लिक्स बेच्यो भने ड्यामेज भएको हर्लिक्स ड्यामेज भएको टुथपेस्ट बेच्यो भने क्षतिपूर्ति पाउनुहुन्छ उसलाई कि त उजुरी नै गर्नुपर्छ कम्पनी जान्छ महिनौ लाग्छ तर तपाईहरुसँग तपाईले प्रयोग गरेको सामान 30 दिनभित्र चित्त बुझेन भने जुन सामान मर्न परेको त्यो मात्रै फिर्ता गर्न पाउनुहुन्छ र जतिको तति पैसा प्रयोग गरेर उब्रेको सामानको दाम पाउनुहुन्छ ठग्यो भन्ने लाग्यो भने धरौटीबाट कटौती र कुनै पनि व्यापारीले महिनामा देखि वर्ष दिनमा 3 वर्षमा अस्ति सुनेको विद्युत प्राधिकरणले 75 सालदेखि त करै तिरेर होइन नाफा चाहिँ यति अरब